बाबा नरो कति रोग होला दुध पनि आएन किन होला ढाड दुखेर मर्न लागिसके आफू लुला हामीले पनि त्यही ज्वानाका झोल खाएर चारवटा सन्तान हुर्काएको हो खनी नि त्यही हो सुत्केरी बेलामा कति गाह्रो भएको लाउने लुगा पनि सिक्दियो यो नानीको अब आमा के अरे नानी हेरिदिनु नत्र भएदेखि ऊ त्यहाँ हेर्नु न कति लुगा थुप्रेर बसेछ त्यो 2-3 वटा मात्रै भयो नि धोइदिनु न आमा हे भगवान कति चाहिँ दुःख दिन जन्मिटी आइमेरी थियो भने नि हाम्रो पालामा चाहिँ म बच्चा जन्मेको 2 दिनदेखिबाट सबै थाङ्ना धोएर बस्नु परेछ यसलाई चाहिँ दिदी जहाँबाट गएको टालो धोएर पनि यस्तोलाई मान्छे चाहिन्छ होइन जा न बरु माइती बोलाएर जा त माइती बरु मलाई आनन्द त हुन्थ्यो भनेको दुध नपुग्या हो कि के भएको भुइँमा सुताउनै नहुने मानी त गाली बाबा चाहियो होला नि त उसलाई नि बाबा चाहियो रहेछ क्या अरे ल एकछिन त सुताउ त म तिमीलाई एकछिन तेल लगाइदिन्छु ल ल्याउ त बाबा खोजी के होला अनि है हाडमा भयो अब गोडामा लगाइदिन्छु बस्छ त अलि सजिलोसँग यो माथि आएर त हे भगवान कस्तो लास सारम पचिकी रहेछ हेर पनि भने नि बुढालाई गोडा भान्डा लगाइरहेको छ थुक्क बेजाती हाम्रा पालामा बुढाले के खुट्टामा हेर्दा पनि हेर्दैन के पापाको भारी नर्कमा नि ठाउँ नपाउलिस् है तैँले बुझिस् के भन्नुभएको आमा अनि यस्तो बेलामा मैले स्याहार नगरे कसले गर्छ यसको स्याहार मेरो बच्चा पाइदिएकी छ त्यस्तो नभन्नु न किन त्यस्तो भन्नु पर्यो त बढी नबोले बाबु म दिक्क भइसकेँ होइन यसका माइतीमा मान्छे छैन भनेको यसलाई स्याहार्नलाई बोलाएर पठा न जुनसुकै चाडबाडमा उसको माइतीबाट लिन आउँदाखेरि घरमा काम छ भनेर पठाउनुहुन्न उसलाई पनि त जान मन लाग्छ होला नि अहिले यसरी चाहिँ हेर्नु त सुत्केरी भएर बस्दाखेरि हामीले स्याहार नगरी कसले गर्छ भन्नु त तपाईँले यस्तो बेला स्याहार गर्नुपर्ने होइन आमा भएर उहाँ बहिनी सुत्केरी भयो कि 1 महिना भइसक्यो लिन जाने केही अत्तो पत्तो छैन जान्न म लिन कठैबाट त्यो बहिनीले के खाकी छ ओली यस्तो चिसो लाग्न थालेको छ कसरी स्याहारे होला तँलाई थाहा छ बहिनीको सासू कति छुच्ची छिन् भन्ने कुरा